कानुन निर्माताको रूपमा अब तपाईहरुको दौड स्वार्थ समूहहरुको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जित्दैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै हटाउन सक्छौं, घण्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईलाई डे 1 बाट बताउँछु। त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्यो, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईहरूले बोक्ने हो। त्यसका लागि तपाईहरुलाई मत दिएर पठाएर